जय नेपाल ज्यू भन्ने मान्छेले चाहिँ यहाँनिर गतिलो कमेन्ट गरिराखेको रहेछ। तपाईँलाई पनि यो भिडियोबाटै दिन्छु म रिप्लाई चाहिँ, राम्रोसँग सुन्नु होला र तपाईँहरूले कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ सक्दो यो भिडियो सेयर गरेर जय नेपाल भन्ने मान्छेसम्म पुऱ्याइदिनु होला। अचम्म र विरोध लाग्दो कुरा त यहाँनिर छ। जुन जनताले 4500 रुपियाँ तिरेर मिटर बक्स ल्यायो, तिम्रो नेताले ल्याएको बत्ती तर बलेन। त्यो बत्ती हाम्रो घरमा बलेन, हामी गरिब जनताको घरमा बलेन। जुन चाहिँ नेताको बचाउ गर्छ त्यसको घरमा मात्रै बल्यो। बुझ्नुभयो जय नेपालज्यू? र अर्को कुरा, तपाईँले रोड ल्यायो भन्नुहुन्छ नि, तपाईँको नेताले रोड त ल्यायो तर भैँसी पनि हिँड्न नसक्ने रोड ल्यायो। त्यो बाटोमा भैँसी होइन, मान्छे पनि 4 हात खुट्टा टेकेर हिँड्न नसक्ने रोड ल्यायो। त्यस्तो खालको रोडहरू खुनेछ। बुझ्नुभयो? तपाईँ ठुलो कुरा गर्नुहुन्छ यार। अझ तपाईँ त्यहाँ आएर हेर्नु भएको छ कस्तो बनाएको छ रोड, कसको घरमा बत्ती बलेछ, कसको घरमा बत्ती बलेको छैन भनेर। तपाईँ यहाँ कमेन्ट बक्समा आएर हामीलाई अर्थी दिनुहुन्छ? तपाईँको यो भरम छर्नु छोड्नुहोस्, खबरदार। नेताले खुद बोलेको भिडियो, म आफैले रेकर्ड गरेको भिडियो राख्दाखेरि हामी त्यहीँ नभएको कहाँबाट चोरेर ल्याएको त्यत्तिकै बनाएको भिडियो जस्तो लाग्छ उहाँलाई। त्यही भएर चाहिँ उहाँसम्म चाहिँ पुऱ्याइदिनु होला यो भिडियो चाहिँ सक्दो सेयर गरेर। आफ्नो नेताको धोती खोल्दाखेरि चाहिँ उहाँले चाहिँ धोती लिएर चाहिँ छेक्नु आउनु भएको रहेछ। सबैभन्दा अचम्म र आश्चर्य लाग्दो कुरो त जय नेपालज्यू, आजको 27औं सयमा आएर चाहिँ बत्ती आउनु र बाटो खन्नु कुनै पनि जादु होइन। त्यो त जनताले तिरेको करबाट हुने न्यूनतम अधिकार हो। बुझ्नुभयो तपाईँले? तपाईँलाई अलिकति पनि लाज लाग्दैन नेताको चाकडी गर्नुलाई? बत्ती र बाटोको पैसा नेताको खल्तीबाट हाक्लेको कि जनताले तिरेको करबाट आएको? जय नेपालज्यूलाई यो मेरो प्रश्न। 2022मा चाहिँ रामबाडी खतिवडाले चुनाव जितिसकेपछि सखाडे डाँडा रिलाकेको घरबन्द मासतिर बोलेको कुरालाई मैले राख्दाखेरि तपाईँको नेताको मैले त्यो भिडियो राख्दाखेरि तपाईँहरूको धोती खुल्यो। 2 वर्षमा त मान्छेले के गर्न सक्दैन, गर्नु चाहेको मान्छेले 2 वर्ष पनि लाग्दैन गर्नु चाह्यो भनेदेखि 1 वर्षमा बन्छ। नचाहेर मात्रै हो, गर्न नचाहेर मात्रै हो, आश्वासन देखाएर बसेर मात्रै हो जनतालाई, नत्र भने गर्न नसक्ने भनेको केही पनि छैन। जय नेपालज्यू, एउटा कुरा नि, हामीले काम नगरेपछि विरोध नगरेर के तपाईँहरू जस्तै नेताको चाकडी गरेर बस्छ जस्तो लाग्छ तपाईँलाई? तपाईँहरू नेताको बचाउ गर्नु अब छोड्नुहोस्। जनतालाई बत्ती र बाटोको आश्वासन दिएर अब भोट माग्ने बन्द गर्नुहोस्। हामीलाई अब सबै कामको हिसाब चाहिन्छ, हिसाब। तपाईँको कस्तो दास मानसिकता रहेछ? 2 वर्षमा चुनाव भयो भन्दैमा अधुरो काम र 2 वर्षभन्दा अगाडि नेताले बोलेको कुरा हामीले राख्नु नपाउने हो र के हो? हामी जस्तो सर्वसाधारण जनताले बोल्नै नपाउने भन्नेदेखि कहाँ लेखेको छ कानुनमा? लेखेको छ भने देखाउनुहोस्। तपाईँले विरोध गरेर गुम्बा बन्दैन भन्नुभएको छ नि, तर तपाईँहरू जस्तोले ताली बजाएर नेताहरू कुर्सीमा बस्नेहरू मक्ख परेर बसेको छ। हाम्रो कर्तव्य हो खबरदारी गर्नु। बुझ्नुभयो? जब जनताले खबरदारी गर्दैन तबसम्म यिनीहरूले सिनको पनि बाँच्नेवाला छैनन्। अब र हामी खबरदारी गरिरहन्छौँ। हामी जुनसुकै हालतमा होस्, हाम्रो ज्यानै जाओस्, तर छोड्दिन हामी खबरदारी गर्नु। बुझ्नुभयो? खबरदारी गर्नु हाम्रो कर्तव्य हो। अब बिउजाउनु पर्छ साथी, तिम्रो यस्तो कुराले चाहिँ देश बन्दैन। र एउटा कुरा जय नेपालज्यू, बत्ती र बाटो आयो भन्दैमा नेतालाई 7 पुस्ता पुग्ने गरेर चाकडी गरेर बस्ने हो र जय नेपालज्यू? गुम्बाको कुरा हुँदै थियो होइन, काम भइसक्नु पर्थ्यो यतिखेरसम्म। बुझ्नुभयो? विरोध नगरेर अब के गर्ने? नेताको खुट्टा सधैँ ढोक्नु पर्ने हो र हामीले? हात जहिले पनि जोड्नु पर्ने हो र? 2 हात जोड्नु पर्दैन होला नि सधैँ? आफ्नो काम के हो, ड्युटी के हो, त्यो त पुरा गर्नु पर्यो नि, नत्र भनेदेखि आश्वासन देखाउने बन्द गर्नुपर्छ। लास्टमा जाँदा म एउटा कुरा के भन्छु भनेदेखि कसैले पनि गर्नु नसकिने काम छ भनेदेखि त्यो म गर्छु भनेर भन्ने होइन, बाचा गर्ने होइन। बाचा गरिसकेपछि एग्रिमेन्ट गरेको जस्तै हो। बुझ्नुभयो तपाईँले? बिगुटारबाट बिल्दु जोड्ने सडक पनि अहिलेसम्म पनि जोड्नु सकेको छैन। 10-11 वर्षदेखिको कुरा हो यो सडक जोड्ने कुरा। त्यहाँ पनि हामी पहल भएको छैन भनेर अझै पनि ताली बजाएर बस्नु हामीले बोल्नै नपाउनु के हो यसमा चाहिँ? बडा अध्यक्षहरूले रोड खुन्छ, एउटा बिगुटारबाट रोड खुनेको रहेछ बलबहादुरले। त्यो रोडमा बलबहादुर कटवालले बिगुटारबाट रोड खुन्नु भएको रहेछ। त्यो रोडमा तर बुढाबुढी मान्छे लट्ठी टेकेर पनि हिँड्न सक्दैन। भैँसी त के कुरा गर्नु, भैँसी त लडेर मर्छ त्यहाँबाट। त्यस्तो रोड चाहिँ कसरी पास गऱ्यो होला? म अचम्म लाग्छ यार, छक्क पर्छ। एउटा कुरा नि जय नेपालज्यू, अधिकार माग्दाखेरि विरोध गरेको देख्ने तपाईँको चस्मा पहिला खोल्नुहोस्। यदि तपाईँहरूले कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ यो भिडियो सक्दो सेयर गरेर यो जय नेपाल भन्ने मान्छेसम्म पुऱ्याइदिनु होला है। यो नेताको बचाउ गर्ने मान्छेसम्म चाहिँ यो भिडियो पुगोस् भन्न चाहन्छु म।